जय नेपाल, गुड आफ्टरनुन। यस नाम्बिन सेकेन्डरी बोर्डिङ स्कुलको 16th एनुअल डे यस भव्य र सभ्य कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनुभएका अध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथि, यस शिव शताक्षी नगरपालिकाका नगर प्रमुखज्यू, कार्यक्रममा रहनुभएका विशिष्ट अतिथिज्यूहरू, यस विद्यालयका प्रधानाध्यापकज्यू, विद्यालयका शिक्षक शिक्षिका लगायत सम्पूर्ण विद्यालय परिवार र यस विद्यालयका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र उपस्थित अभिभावकज्यूहरू सम्पूर्णमा मेरो हार्दिक नमस्कार। सबैभन्दा पहिला यो भव्य कार्यक्रममा मलाई समेत निमन्त्रणा गरेर यी विभिन्न गतिविधिहरूको साक्षात्कार गर्ने मौका प्रदान गर्नुभएकोमा म यस विद्यालयका प्रधानाध्यापक मेरा प्रिय मित्र प्रेम सरलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। त्यसैगरी अघि स्वागत मन्तव्यको क्रममा भन्नुभएको थियो, इट इज नट द सेलिब्रेसन, इट इज द रिमाइन्डर अफ द हार्ड वर्क। निश्चय नै यस विद्यालयको 16औं वसन्तसम्म पार गर्ने यात्रा पक्कै पनि सजिलो थिएन, कठिन थियो। तर यी विभिन्न कठिनाइहरूका बावजुद पनि आदरणीय प्रेम सर, जसको ऊर्जा, क्षमता, मेहनत र टिमवर्कको प्रतिफल स्वरूप विद्यालय जुन आजको यो शुभ घडीमा आइपुगेको छ, अत्यन्तै खुसी लागेको छ। यो उत्सवमय क्षणमा, यो उत्सवमय समयमा यहाँहरू सम्पूर्ण बधाईको पात्र हुनुहुन्छ। यहाँहरू सम्पूर्णमा मेरो हार्दिक बधाई दिँदै म सबैमा यो क्षणको, यो 16th एनुअल डेको यस विद्यालय परिवारमा हार्दिक शुभकामना दिँदै उत्तरोत्तर प्रगतिको समेत कामना गर्दछु। र यस विद्यालयका प्रिन्सिपल सर अहिले स्वास्थ्य लाभ गरिरहनु भएको छ। म यसै मञ्चलाई उपयोग गर्दै म उहाँलाई पूर्ण स्वास्थ्य लाभको कामना समेत गर्न चाहन्छु। शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। र पुनः एकपटक यो सुन्दर सम्पूर्ण यो भव्य कार्यक्रमको एरेन्जमेन्ट, सुन्दर प्रस्तुतिहरू सबैको लागि, यसमा सहभागी हुनुभएका, यसमा खटिनुभएका सम्पूर्ण शिक्षक शिक्षिका, विद्यार्थी भाइ बहिनी सम्पूर्णमा म हार्दिक धन्यवाद दिन चाहन्छु। र पुनः यहाँहरू सबैलाई बधाई र विद्यालयको उन्नति, समृद्धि र प्रगतिको कामना गर्दछु। यति भन्दै मेरो शुभकामना मन्तव्य यही अन्त्य गर्छु। धन्यवाद। जय नेपाल।